उठिस ठिक छ जुरुक्क उठेँ होइन कपडा लगाएँ एक गिलास पानी पिउँ औडा हुन्छ यार आज आइतबार क्यारेज जाँदाखेरि जम्म हिँड्यो सकिन गाउँ हिँड्छ त्यसपछि त्यति 1.5-2 किलोमिटर काली लगाएर सल्ल गइन्छ है राजा आफ्नो दरबारबाट भनेर दिन बगैँचा बनासी आउँछन् भनेर आए र सोच्नु त्यही भएर म बगैँचा बनाउन हिँडेँ पुरो देखेर बोल्नुपर्छ राजाले दरबार छोडे एकछिनलाई अहिले फेरि फर्केर आउँछन् कति राम्रो यार बेला बेला फेरि साह्रै नराम्रो बाँझो खेत फर्केछ त आज टक्क लगाएर गाउँ हिँडिन्छ हल्का फुल्का दौडिन्छ हल्का फुल्का हिँडिन्छ त्यस्तो 1.5 किलोमिटर यसो खुट्टा तगारिन्छ त्यति भन्छु अनि जुरुको उठाउँ पानी पिउँ भने यसो हिँडौँ हिँडेपछि धेरै किन भने खुट्टा तगारिन्छन् त्यति हो ल पछि भेटौँ ल डेढ किलोमिटर थियो चोखो यो मेरो गाउँ यो जङ्गल यो राजा मैले आफूले राजा किन भन्नु भन्दा यो जङ्गल हो म सिंहराशी बसी राजा म जङ्गलको कुनै यस्तै हो भाइ यस्तो सुन्दा हुन्छ यार चरो मुसो नभएपछि राजा त मै मान्छे छैन नि त्यही भएर बिहान उठेर हिँड्नुपर्छ बाटोमा चलपल लिनुपर्छ यस्तो मान्छे छ है भन्ने यस्तो काम गर्ने मान्छे भने एउटा गाउँमा छ है भन्ने हुन्छ थाकियो अब गएर नयाँ यस्तो गर्नुपर्छ भनेर हर छेप्नुपर्छ माथि दुबुल्की लाउनुपर्छ त्यसपछि कुरा हुँदै राख्छन् यो चाहिँ मेरो एक्लो गन्थन हो है हेर्नु मलाई हेर म हाल्छु त्यो के अरे सम्राट दाइले के अरे थिएन तिनीहरू लालुजीसँग हिँड्ने हो त्यो दाइले भन्थ्यो कि तिमी जहाँ जाऊ जे गर कैद गर कि क्याप्चर त्यस्तै जहाँ गयो नि रेकर्ड गर्ने फोटो खिच्ने त्यहाँ राखेपछि भोलि पर्सि बुढेसकालमा हेर्नुहुन्छ है ज्याङ्गो थिएँ म अनि त्यस्तो हुन्छ कि भन्न पाइन्छ ल राजाको दरबारमा गृह प्रवेश भयो मेरो दरबारमा प्रवेश भयो माथि अब हरियाली वन जङ्गल सबै हो ल आजको आफ्नो बाई ठिक छ।